हेलो गाइज, अहिले चाहिँ कति रातिको 12:30 बजिसक्यो है। म चाहिँ आज भर्खर सामान किनेर फर्किन्छु। आज चाहिँ ढिलो भयो अनि आज बसमा पनि कोही पनि छैन, म पनि एक्लै छु। त्यही भएर आज चाहिँ कस्तो भयो भन्दाखेरि यो अनुहारले धोका दियो भन्ने कि के भयो, के दियो भन्ने होइन। मेरो उनीहरूलाई चाहिँ कस्तो भन्दाखेरि इन्सल्ट भयो भन्ने कि विजेत भयो भन्ने कि अब प्राउड त के प्राउड फिल हुने र होइन, त्यसमा प्राउड फिल हुने कुरै छैन। उनीहरूले मलाई इङ्ग्लिसमा मेरो अनुहार देखेर चाहिँ उनीहरूले मलाई इङ्ग्लिसमा पनि कुरा गर्दैन क्या। जो मान्छेले मलाई फर्स्टमा भेटेको छ नि उनीहरू इङ्ग्लिसमा कुरा गर्दैन कि मलाई। जस्तै भर्खर आज नि के कुरा भयो भन्दाखेरि त्यहाँ रम्फोर्ड स्टेसन छ, म सामान किनेर आउँदाखेरि त्यहाँ झर्छु अनि त्यहाँबाट अर्को बस चढेर आउँछु कि। अनि रातिको 11-12 बज्छ नि त म्याक्सिमम् धेरै जस्तो टाइममा सामान किनेर फर्किँदाखेरि। अनि त्यहाँ एउटा पसल जस्तो टाइपको छ। म चाहिँ त्यहाँ पसेर सधैँ डेली रूपमा 4-5 महिना अझै बढी भइसक्यो होला केही सामान किनेर केही खाएर आउँछु होइन। अनि उसले नि मलाई सधैँ म डेली रूपमा जाने, उसले नि मलाई चिनेछ, मैले पनि उसलाई चिन्छु कि। तर कुराकानी चाहिँ भएको छैन, यतिकै सामान किन्ने, पैसा तिर्ने, खाने, आउने मात्र भइरहेको छैन नि। आज चाहिँ उसले मलाई के सोध्यो भन्दाखेरि इङ्ग्लिसमा सोधेन कि उसले मलाई मेरो अनुहार देखेर हो कि के हो होइन। उसले मलाई के सोध्यो भन्दाखेरि भैया जी तुम किधर से हो, इंडिया किस जगह से हो भनेको उसले मलाई सिधै होइन। अनि मैले चाहिँ मैं नेपाल से हूँ भने होइन। अनि देखते में तो तुम इंडिया जैसे लगते हो इसलिए मैंने पूछा, बुरा मत मान्ना रहेको। यही कुरा उसले मलाई इङ्ग्लिसमा सोधेको, वेयर आर फ्रम ब्रो भनेर सोधेको भए मलाई केही पनि हुन्थेन होइन। उसले चाहिँ मेरो अनुहार हेरेर मलाई सिधै जज गर्थ्यो कि म इन्डियन जस्तो देखिएर कि उसको अगाडि म त्यस्तो नराम्रो पनि त छैन होला नि त जस्तो लाग्छ। यो कहिलेकाहीँ चाहिँ अब यस्तो धेरै ठाउँमा 4-5 ठाउँमा अझै बढी म्याक्सिमम् ठाउँमा भइसक्यो। उनीहरूले चाहिँ मलाई मेरो अनुहार हेरेर चाहिँ उनीहरू सिधै हिन्दीमा कुरा गर्छ कि। उनीहरूले नेपालीमा इङ्ग्लिसमा नि कुरा गर्दैन, नेपालीमा कुरा गर्थ्यौँ होइन। इङ्ग्लिसमा उनीहरूले कुरा गर्दैन क्या मलाई देख्ने बित्तिकै। जो मान्छेले मलाई देख्छ नि मसँग कुरा गर्न खोज्छ नि उनीहरूले मलाई सिधै हिन्दीमा कुरा गर्छ कि। त्यो चाहिँ अब खोइ अनुहारले धोका दियो कि अब के भयो भन्ने। तर त्यही नै हो, अब बसमा कोही पनि छैन, त्यही भएर भिडियो बनाइदिउँ भन्दा टाइम पास नि हुन्छ, बनाइदिएको मात्र हो।